हेलो गाइज वेलकम टु माई भ्लग। हामी चाहिँ आउटरिच प्रोग्राम भएको कारण चाहिँ हामी काउसदी जाँदैछौँ। गाडी रमाइलो गर्दै आज देख्न सक्नुहुन्छ। रमाइलो गर्दै हामी चाहिँ गएका छौँ। म चाहिँ आफूलाई र मस्त छु। सबले डान्स गरेछन्, रमाइलो गरेछन्, हेरिरहेको छु म चाहिँ। ड्युटीको यो चाहिँ दाउनेको उकालो बाटो होइन, यस्तो दामी देखियो कि भ्यू। अनि मैले नखिच्ने कुरो त हुँदै भएन नि गाइस, यस्तो दामी देखिएको थियो हेर्नु नि त्यहाँ। ओ माई गॉड, बाहिर हेर्दै हामी चाहिँ आफ्नो गन्तव्यतिर लागिरहेका थियौँ, रमाइलो गर्दै सबैलाई हेर्दै। हामी चाहिँ अमलटारी होमस्टेमा जान आँटेका थियौँ। सब रमाइलो गरिरहेछन्, तर यिनी चाहिँ मस्त सुतिरहेछन् के। म चाहिँ भिडियो गर्दैछु, सब नाच्ने गाउने रमाइलो गर्ने गरिरहेछन्, रमाइलो छ। हामी चाहिँ अहिले डन्डाबाट भित्र लाग्यौँ र यो ओ माई गड यस्तो दामी छ कि भित्र छिरेपछि सबै ग्रिनरी अनि क्लाउड पनि। हामीलाई चाहिँ भित्र छिरिसकेपछि चाहिँ यसरी स्वागत गर्नुभयो, टिका लगाइदिएर अनि फ्लावर फुल दिएर स्वागत गर्नुभएको थियो। अनि उहाँ चाहिँ अध्यक्ष हुनुहुन्छ त्यो होमस्टेको। अनि हामीलाई चाहिँ त्यहाँ चाहिँ रुल्स हुँदो रहेछ कि त्यो भनिराख्नु भएको थियो कता बस्ने, कतिजना बस्ने भनेर। यो चाहिँ हामी बसेको होमस्टे हो, होमस्टे नम्बर 19। अगाडि चाहिँ यस्तो राम्रो थियो हेर्नु न, गाउँ जस्तो गाउँको घर है। अनि यहाँको चाहिँ खाना चाहिँ ओ माई गड यति सिम्पल थियो र पनि यस्तो मिठो थियो क्या, यस्तो मिठो। हामीलाई भोक पनि लागिराखेको थियो, त्यही भएर खाना पनि मिठो लाग्यो होला। हामी चाहिँ अब त्यहाँ हाम्रो रुमबाट अलिक टाढा रहेछ कि हल, त्यहाँ जान लागेका थियौँ। हिँड्दैछौँ हामी चाहिँ। कस्तो दामी भयो है, रमाइलो एकदम। वेदरले च्यालेन्ज हानिराखेको, भिज्दै जान लाग्छ। यो धारणाको कपालले हेर्नु कस्तो दिदीकोमा हो बोल्देको। ऊ त्यो बादलको राख्नु होइन, यसरी गराउनु अनि मलाई यहाँ सिकाइराखी छिन् के राख्ने के गराउने भन्दै। बिचरा म्यामको ब्याग बोकेर आइरहेछ। पानी पर्यो अनि त्यसमा यस्तो दुःख दुख्ने काम। हिँड्दा चाहिँ बेसरी पानी पर्यो र हामी यहाँ चाहिँ अम्बा खाँदैछौँ। सरले राखिदिनु परेछ होमस्टे भित्र छिरेर चाहिँ हामी यहाँ यस्तो ठुलो पानी पर्यो नि, हिँड्नै नसकेर हामी त्यहाँ बस्यौँ। हामीलाई चाहिँ बुद्धि सरले अम्बा राखिदिनु परेछ कायम। हामी दुइटा बसेर चाहिँ यहाँ कस्तो मिठो छ अम्बा भन्दै पनि राखेका छौँ, तर मिठो थियो अम्बा चाहिँ। सरले हामीलाई अम्बा खाइरहेछौँ ल गाइस। म्यामले पनि हेर्नु है, म्यामले पनि। सरले हामीलाई टिप दिनुभएको। देखाउनु भिडियो। दिदीकोबाट आउँछ युट्युब च्यानलमा हो यो त, यो खतरावाला ब्लग हो। गाना गाली पारी पारी आएका दाका तुलीलाई पारी पारी आएका पानीको वर्षा पनि गिरा छ माया एउटै नभए नि बगरतिमी जस्तो सरे बन्छन् तिमी बस्ने सहर
थाहा छैन कहाँबाट शङ्काको गाडा छिरिरहेछ तर तिमी बुझ्छौ तिमी बिना सिर्जु निभिरहेछ न। हामी चाहिँ पानी पिदो भइसकेपछि चाहिँ यहाँ आइपुगेका थियौँ। सबै सरहरू सबै स्टुडेन्टहरू आइसक्नु भएको थियो। गरेर दियौँ सरलाई अनि फर्किँदा चाहिँ राति भइसकेको थियो। हाम्रो प्रेजेन्टेसन पनि भएको थियो बिचमा अनि फर्केर आउँदा चाहिँ हामी यसरी हाँस्दै हाँस्दै खाना खान गएका थियौँ। खाना हेर्नु गाइस यस्तो मिठो थियो नि। यति मिठो छ घरको याद आयो कि मलाई त दिदी लास्टै। एन्ड देन अनएक्सपेक्टेडली समन इज हियर। एक्कासी चाहिँ उहाँ आउनुभयो हामी बसेको ठाउँमा। एक दिन बुढीलाई नभेटे हुन्न। हामी चाहिँ सुरुमा गइसकेका थियौँ अनि के गर्नु बिचरा एनु दुईटा मिलेर उत्कर्षको रोस्ट गरिरहेका थिए। अरू चाहिँ सब आफ्नो आफ्नो धुनमा थिए। कसैले आफ्नो प्यारेन्ट्सलाई फोन गरेथे तर यी दुईटीले बिचरा उत्कर्षलाई रोस्ट गरिरहेको थिए। अनि एकछिनमा चाहिँ यहाँ कल्चरल प्रोग्राम हुन्छ भनेर हामी त्यहाँ गएका थियौँ अनि त्यहाँ चाहिँ स्टार्ट हुन थालेको थियो। सरहरू आउने हुनुहुन्थ्यो अरू स्टुडेन्ट पनि आउने थिए। हामी चाहिँ दुईवटा उसहरू गएको रहेछौँ अनि हाम्रो स्कुलबाट हाम्रो कलेजबाट र अर्को कलेजको आएर भोटिसकेको थियो अनि हामी चाहिँ अलिअलि थियौँ अनि आउनै थिए। अनि एकछिन चाहिँ हामी यहाँ आमा छोरीको रोल प्ले गर्दैछन् यहाँ। बिहान गाडी भोरि नाचेको मान्छे बिचरा यति जाँगर इनर्जी सुकेको जिउमा लुकेको बल निस्किरहेको थियो। बल अहिले चाहिँ अब चाहिँ कल्चरल प्रोग्राम स्टार्ट भयो।
चाहिँ भोटे समाजको डान्स थियो। यो चाहिँ थारू डान्स थियो। अनि यहाँ चाहिँ 4-5वटा डान्सहरू चाहिँ गरेर देखाउनु भएको थियो हामीलाई। हामी इन्जोय गऱ्यौँ। सबै डान्सहरू हेरेर चाहिँ रमाइलो लाग्यो हामीलाई। रमाइलो मान्यौँ। त्यसपछि हामी चाहिँ फर्केर फेरि होमस्टे गयौँ। यी बाटोभरि रमाइलो गर्दै गयौँ। सब त्यो डान्स हेरेर सिकिरहेको थिएँ। अनि त्यही गर्दै हिँडेको थिएँ, हो गर्दै गएँ। हाम्रो यसपछिको चाहिँ बार्बिक्यू गर्ने थियो। अनि चाहिँ हाम्रो होमस्टेमा हुँदो रहेछ त्यो चाहिँ बार्बिक्यू चाहिँ अन्तमा हुँदो रहेछ। अनि त्यहाँ हामी फेरि फर्केर सबैजना भएर बार्बिक्यू गर्नको लागि चाहिँ हाम्रो होमस्टे नम्बर 99 थियौँ। बाटोभरि त्यो डान्सको असर हेर्नु, सबजना रमाइलो मानेर चाहिँ त्यसको त्यहाँ गरेको थियो क्या त्यो। अनि त्यही गरिरहेछन्। बाटोभरि रमाइलो भएको थियो। बार्बिक्यू गर्न जाँदैछौँ हामीहरू। भोभो कान्छा टोडीलाईमा हुँदैन बस मेरो पछ्यौरी जाति भनेर। केटाको कि केटी हामी त्यहाँ पुग्दाखेरि चाहिँ बार्बिक्यू
सरहरूले पनि डान्स गर्नुभएको छ यहाँ चाहिँ सरहरू पनि चिल मार्नुहुन्छ सब मजाले डान्स गर्नुहुन्छ तरकारी जागिर खाको सरकारी छुँदा तिमीलाई मनै हर Buhari risaute ni piari tare basamoy na Tirka kita keka mabagati maatsa manuto mandasika Buhari risaute ni piari tare basamoy na